काठमाडौँबाट एकै दिनमा पुग्न सकिने नेपालको उत्तरी भागमा पर्ने रसुवा जिल्लामा अवस्थित नागथली प्राकृतिक र सांस्कृतिक हिसाबले निकै सुन्दर स्थान हुनुको साथै मनोरम हिम श्रृंखला हेर्न सकिने भ्यू पोइन्ट पनि हो। समुद्रिक सतहदेखि 3165 मिटरको उचाइमा रहेको यो स्थान तामाङ हेरिटेज ट्रेल अन्तर्गत पर्दछ। यहाँ नागको थान भएकोले नै पनि यस स्थानलाई नागथली भनिएको स्थानीयहरू बताउनुहुन्छ। नागथलीबाट करिब 2 घण्टाको पैदल यात्रा गर्दै हामी करिब 3700 मिटरको उचाइमा रहेको तारुची भ्यू पोइन्ट पुग्न सकिन्छ। यहाँबाट 360 डिग्री मनोरम हिम श्रृंखला जसमा लाङटाङ लिरुङ गणेश हिमाल र मौसम सफा रहेको अवस्थामा तिब्बत तर्फको सिसापाङमा हिमाल लगायत वरपरका अन्य हिमालहरू पनि सजिलैसँग अवलोकन गर्न सकिन्छ। नागथली र यसको आसपासमा रहेको तातोपानी ब्रिङदाङ गुल्जुङ र थुमन जस्ता गाउँहरूमा तामाङ समुदायको बाहुल्यता रहेको छ। यहाँ तामाङ संस्कृति झल्किने मौलिक जीवनशैली अवलोकन गर्न सकिन्छ। यो स्थानसम्म पुग्नका लागि 7 देखि 8 घण्टाको मोटर यात्रा तय गर्नुपर्ने हुन्छ। हजुरहरू भने स्याप्रुबेसीसम्म आउनुपर्ने हुन्छ। स्याप्रुबेसीबाट देब्रेतर्फ चिलिमे गाउँपालिका हुँदै कच्ची बाटो तातो पानीसम्म आउनुपर्ने हुन्छ। यहाँबाट भने थुमन वा ब्रेन्दाङ गाउँ हुँदै करिब 2 घण्टाको ठाडो हाइक गर्दै हामी नागथली गाउँ पुग्न सक्छौं। म भने यहाँ रहेको माउन्टेन भ्यू गेस्ट हाउसमा बसेको थिएँ। यहाँका सञ्चालक बा आमा र नर्बु भाइले देखाउनु भएको आतिथ्य माया र सद्भावले मेरो बसाई निकै आरामदायी रहेको थियो। हजुरहरू नागथली यात्रा गर्ने सोच राख्नु भएको छ भने 2 रात र 3 दिन चाहिँ अवश्य समय दिनुहोस् होला। अविस्मरणीय अनुभूति खोज्ने यात्रीहरूको लागि त झन् रसुवाको नागथली एकदमै राम्रो गन्तव्य रहनेछ। आशा गर्छु हजुरहरू पनि नागथलीको सौन्दर्य संस्कृति र पर्यटन प्रवर्धन गर्न चाँडै आउनुहुनेछ भनेर। हजुरहरूको दिन निकै शुभ रहोस्।